आज कसलाई भेट्न जाँदा यति धेरै पापड बेल्नु पर्यो। सो हे गाइस, वेलकम ब्याक टु माई थर्ड डे अफ मिनी भ्लग। सो आज चाहिँ म मेरो साथीसँग उसको साथी गइरहेको थिएँ कसैलाई भेट्नुको लागि। सो फर्स्ट मेरो दिन त खानुबाट सुरु हुन्छ अफकोर्स। सो उहाँको लागि चाहिँ हामीले गिफ्टहरू नि लिएर हिँडेको थियौँ एन्ड हामी चाहिँ गाडी कहाँबाट चढ्ने हो भनेर यस्तो कन्फ्युज भइरहेको थियौँ कि त्यसपछि हामीले बल्ल बल्ल हिँड्दा यति धेरै त हिँड्यौँ हामी। देन गाडी पायौँ। सो हामी गाडी चढेर चाहिँ बल्ल बल्ल हामी पुग्न आँटेको थियौँ जाने ठाउँमा। सो हामी एक्साइटेड थियौँ। त्यसपछि हामी पुगेर हामीले चाहिँ आधी मान्छेलाई चाहिँ भेट्यौँ, आधीलाई चाहिँ भेटेनौँ। त्यसपछि धेरै टाइमपछि हामीले दिदीलाई भेट्यौँ। सो दिदी चाहिँ को हो भन्दाखेरि चाहिँ सबिता दिदी हो। उहाँ चाहिँ फुटबल प्लेयर हो एन्ड उहाँको चाहिँ खुट्टा फ्र्याक्चर भइरहेको रहेछ। सो हामीले चाहिँ उहाँको लागि फ्लावरहरू लगिदिएको थियौँ। त्यसपछि हामीले उहाँसँग फोटोहरू खिचायौँ अनि हामी चाहिँ एकदम एक्साइटेड पनि थियौँ कि। अनि हामीलाई चक्लेटहरू दिनुभयो अनि हामी खाजाहरू खाएर भिडियोहरू बनाएर चाहिँ घरतिर फर्कियौँ। घरतिर फर्किँदा पनि हामीले धरहरा देखेको थियौँ। यति ब्युटिफुल थियो फर्स्ट टाइम नाइट भ्यू देख्दा। सो थ्याङ्क यू फर वाचिङ, बाई।